बोटे सनिर भयो सेवारो कामरी म आज चाहिँ हामी भाइचुङ भाइको बिहाको चोरको सोरमा हामी जाँदैछौँ। हामी दुईजना चाहिँ यङ बोइजहरू हो। अगाडि चाहिँ अलिक सिनो दाजुहरू हुनुहुन्छ हाम्रो हामीलाई चाहिँ बुढो बनाएको नि। यता चाहिँ हाम्रो जो हुनुहुन्छ हो। हामीहरू गएर चाहिँ अब मिलाउन आँटेको छौँ र तपाईँहरूलाई के कस्तो लाग्छ यसो प्रतिक्रिया जनाउनुहोस् है। धन्यवाद। फेरि भेट्दै गरौँ। सररा 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 यसो तिम्रो सररा लो भाइचुङको ससुरालीबाट चाहिँ यहाँ हाम्रो गाउँहरू टक्कै देख्दो रहेछ भालुखोला भालुखोला दुर्पिनहरू कोडी हस्पिटलहरू सायद होला सायद रमाइलो रहेछ रमाइलो एकदम रमाइलो। भाइचुङलाई पनि अब आधी कपी भानुभक्त हुनेलाई यहाँबाट गएर सल्लाह छ है। सम्पूर्णलाई नमस्कार भन्न चाहन्छु किनभने अब हाम्रो गाउँको बुढोहरू चाहिँ अब सबै सकेछ हो। अब हामी बुढोमा बन्दै आयो। अब बुढोहरूलाई यसो पालो दिनको लागि चाहिँ अब हामीहरू 4 भाइ जम्मा चाहिँ अब हामीहरू यहाँनिर चोरको सोरमा अब भाइको जिन्दगीको अब सुरुवातलाई सुरु गर्नको लागि चाहिँ हामी जाँदैछौँ। यहाँ पञ्चायत बाउ पनि हुनुहुन्छ। पञ्चायत बाउकोबाट 1-2वटा शब्द जानु पर्यो। नमस्कार सबैजनालाई। म हाम्रो सन्ते जोजो यहाँको भाइ विष्णु भाइ आज चाहिँ र हाम्रो गाउँमा चाहिँ अब नयाँ बुहारी हुँदैछ भाइचुङले। अब भाइचुङ पनि पार भयो है। र म के भन्न चाहन्छु भने चाहिँ अब भाइचुङ पनि पार भयो। अब यो कुरो चाहिँ अब रन्जितले बुझ्नुपर्ने हो होइन। यो कुरो चाहिँ अब रन्जितले बुझ्नुपर्ने हो। अब आज भाइचुङले नि बिहा गरेर हे रन्जित अब तेरो यही साल मात्रै छ। म तँलाई एउटा काका हैसियतले के भन्छु भने चाहिँ अब तैँले नै अब यो शुभ काममा नगर है। सबैले हामीले अब बिहा गर भन्दा रन्जित दाजु छ त रन्जित दाजु छ त भन्दै थियो होइन। अब लास्ट भाइचुङ आउँथ्यो भाइचुङ पनि पार भयो रन्जित है। म तँलाई यही भन्न चाहन्छु अब यो साल चाहिँ अब रन्जितले पार गर्छ भन्ने आशा छ। अरू कुरा यहाँको भाइकोबाट जोड बल गर्नु पऱ्यो रन्जित भाइ। अब चोरको सोर जाने प्र्याक्टिस अहिलेदेखि नै हाम्रो हुँदैछ हो। यो अब धर्म जुनै अप्नाए पनि संस्कृति त हाम्रो मासिनु भएन। अब संस्कृति एउटा राम्रो परम्परा छ हाम्रो चोरको सोर बुझाउने होइन। यो चाहिँ अब हाम्रो गोर्खाको एकदमै अब अरू कम्युनिटीमा हुँदैन यस्तो चोरको सोर होइन। हाम्रो कम्युनिटीमा चाहिँ जो चोरको सोर भएको कारणले गर्दा यो दाइजो प्रथाहरू पनि छैन अब एकदमै राम्रो संस्कृति हो। यसलाई चाहिँ हामीले जोगाउँदै जानुपर्छ भनेर चाहिँ भन्न चाहन्छु। ल है केटा हो बडा केटा हो। र अब है आज हामी यो केरा खम्बा साह्रै जम्मा भने जस्तो भइरहेको छ है सन्ते जोजो गाडीमा आज है। र हामी त एउटा अब डिफिटिङ हो आज हाम्रो यहाँ अब प्रस्ताव त जोजोले राख्नुहुन्छ। उताबाट हामीलाई अब कतिको फायरिङ गर्छ होइन। अब हामी रेडी छ। अब खोसेलीहरू देखाइदिएर भाइ चाहिँ पिस्टोमा यताउता कोसेलीहरू टन्नै बोकेर जाँदैछौँ। अब के छ कोसेली चाहिँ हामीलाई पनि थाहा छैन होइन। अब हामीहरू पनि अब यसो प्र्याक्टिस गर्दैछौँ। रन्जित साथीको चाहिँ अब हामी 7 समुद्र पारी गएर होइन मजाले फिल्डिङ गर्न क्षमताको हुँदैछौँ हामी चाहिँ। अब त्यसको लागि चाहिँ प्र्याक्टिस पुरै हुँदैछ। अब हाम्रो यहाँको जोजो म अर्जुन दाजु भएर हामी प्र्याक्टिस गर्दैछौँ। र त सबैजनाहरूले चाहिँ यसो अब साथमा साथ काँधमा काँध दिनको लागि चाहिँ यसो केही न केही राई चाहिँ राखिदिनुहोस् है। रन्जित विषय केही न केही एउटा अपेक्षा साँचेको छौँ हामीले है। कमेन्ट राम्रो गरिदिनुहोस् तपाईँहरूले। रन्जित भजितले चाहिँ अब त्यो अनर्थ नसम्झिनु होला। काकाकोबाट आशीर्वाद छ। धन्यवाद। धन्यवाद। ल हामीहरू ती 4 भाइ चाहिँ अब भाइचुङको चोरको सोरमा जाँदैछौँ। हामी आफैलाई बेस्ट अफ लक होइन। बेस्ट अफ लक। ल सुरक्षा महसुस गरौँ हो। फोटो खिचाइ 2-3 फोटो हाल्दा मजा आउँछ। ल ओके ओके छ त हाम्रो अर्जुन दाजु हाम्रो जो सबलाई म ट्याग गर्छु नि। याकुब दाजु सबैजनाले अब यसो प्रतिक्रिया चाहिँ जनाउनु पर्यो। भाइचुङको लागि यो सब कुरा चाहिँ ल हामी 4 भाइ चाहिँ घरसम्म आइपुगेका छौँ हो। यहाँनिर चाहिँ हाम्रो भाइचुङ भाइको ससुराल रहेछ। अब के कस्तो प्रतिक्रिया हुन्छ हामी यहाँ देखाउँदै जानेछौँ। हाम्रो पञ्चायत बाउ हाम्रो जोजो यहाँ हाम्रो याकुब दाजु म हामी आएका छौँ यहाँनिर। अब के कस्तो हुन्छ तपाईँहरूलाई देखाउँदै जानेछु। हेर्नुहोस् है हाम्रो एपिसोड कस्तो हुन्छ। मलाई त झन्डै खसी त बिर्स्यो भने ल हेर्नुहोस् है हाम्रो यहाँनिर एउटा बाउ पनि हुँदो रहेछ।
तर अब इन्डियाको त्यो बुढो त्यो दारासिंह के भन्दा एउटा म्याच पनि हारेन अरे राम कुस्ती बुढो क्या अब त पुला अनि त्यो टाइममा दारासिंह मऱ्यो है त्यो टाइममा नेपालतिर पनि थियो नि होइन तर त्यतिखेर चाहिँ अब मान्छेहरू कसरी अहिलेतिर मिडियाहरू थिएन फेसबुक थिएन होइन सोसियल मिडियाहरू केही पनि थिएन त्यसले गर्दाखेरि चाहिँ मान्छेले अहिलेसम्म त राम्रो भइरहेछ अब यहाँबाट उपरान्त हेर्दै जानुहोस् है जहाँ गयो भने हाम्रो पञ्चायत बाउहरू बसेपछि राजनीतिकै कुरा हुँदा चाहिँ राजनीतिकै कुरा छ दुईवटा खबर सिलिक्क पारिहाल्यो पैसा जहाँ गयो नि राजनीति छ अब के गर्नुपर्ने हो यहाँ कुरा मिलाउनु आएको खोइ भाइचुक बिजोक होला जस्तो छ है फेरि भेका चाहिँ चट्टै खानु पाउँदा चाहिँ आनन्द लागिरहेछ होइन हाम्रो सरपञ्च मलाई त याद आइरहेको छ हो एकदम दामी त्यो बितेको दिन विगतको दिनहरू सम्झाउँदै एक दुईवटा गरेको भए चाहिँ अब जाओस् रातिले पनि कुरा हुँदैछ अब यहाँनिर अलिकति अब राजनीति मात्रै बेसी होइन हो अब यहाँ पारिवारिक कुरा हुनु पऱ्यो अब यहाँ चाहिँ हुँदैन राजनीतिको अब एकदम रमाइलो भइरहेछ यहाँनिर चोरको सर बुझाउनुको लागि हामी अब खोलापारीबाट एउटा शुभ खबर लिएर आयो होइन तपाईँहरूकोमा अब एउटा फुल फुलेको थियो त्यसमा हाम्रो गाउँको एउटा अब होइन भमरा घुम्दै आउँदाखेरि चाहिँ त्यो फुललाई एउटा मन पराएर होइन लगेको कारणले गर्दा त्यो खबर लिएर हामी आएको छौँ होइन र यो खबरले चाहिँ अब हामीले अब यसरी चारजना भेला भएर हाम्रो एउटा जातिगत हिसाबमा भन्नुपर्दा पनि अब एउटा राईको हिसाबमा हामी दुई भाइ आएको छौँ भने जुन अब त्यो हाम्रो भाइ गाउँको भाइको आफन्तको हिसाबमा एउटा उहाँहरू तामाङ समुदाय अथवा भोटिया समुदायको तर्फबाट एकजना हाम्रो सिनियर दाजु आउनुभएको छ र एकजना हाम्रो पञ्चायत पनि आउनुभएको छ एउटा गाउँको जस्तै भए पनि होइन अब अभिभावक हो उहाँ पनि आउनुभएको छ जिम्मेवारीको साथमा हामी आएका छौँ होइन अब यो किन आएको छौँ भन्दा चाहिँ अब त्यही हो अब तपाईँहरूको एउटा छोरीचेलीलाई हाम्रो गाउँको भाइले अब हाम्रो उयोले एउटा दस्तुरै भनौँ तर अब राम्रो दस्तुर भनौँ नराम्रो दस्तुर भनौँ होइन दस्तुरकै हिसाबमा चाहिँ अब भगाएर अझै 3 दिन क्रस लगभग भएछ होइन त्यही हिसाबमा आउनु पऱ्यो 3 दिनमा चाहिँ आउनु पर्ने थियो तर अब अलिक त्यस्तो उयो तातो नहुँदा समय नहुँदाखेरि चाहिँ अब उहाँहरूले त्यसरी नै हामीलाई अब ठिकै छ अब क्षमा प्रार्थी हुँदै हामी यो समयमा चाहिँ आउँदा आउँदै यतिको दिनमा चाहिँ हामी आइपुग्नु पायौँ होइन तपाईँको छोरीचेलीहरू अब सुरक्षित छ छोरी अब सुरक्षित नै छ होइन जसरी अब तपाईँहरूले सोचेको जस्तो भयो भएन त्यो आफ्नो जग्गामा छ हो अब तर यो बिहा भयो तपाईँको मरौ भयो होइन अब जन्म मृत्यु र बिहा भन्ने कुरा चाहिँ हाम्रो प्लानिङ र सोचे जस्तो हुँदैन रहेछ र पनि अब भगवान्ले नै चाहेर हुन्छ दुईवटा आत्माको मिलन भन्ने हामीलाई पनि लाग्छ होइन अन्त यो हामीले बनाएको जोडीले अब हुँदैन तर अब यो पहिले नै अब बनिएको जोडी हुनसक्छ भन्ने हामी एउटा विश्वास राख्छौँ चाहे त्यो क्रिस्चियनपट्टिबाट होस् चाहे हामी हिन्दू होइन पट्टिबाट होस् यही विश्वासले नै अगाडि बढेको हुन्छ त्यही अब खबर लिएर चाहिँ हामी आएको छौँ होइन केही गल्तीहरू भयो भने होइन आउनुमा हामीले अब समय निकाल्नुमा धेरै अब टाइम निकाल्नुमा केही गल्ती भयो भने पहिल्यैबाट तपाईँहरूमाथि परिवारको माथि हामी क्षमा प्रार्थी छौँ है र यो खबरलाई चाहिँ तपाईँहरूले अब स्वीकार दिनुहुन्छ भन्ने हामी ठुलो आशा र एउटा विश्वासको साथ आएको छौँ र तपाईँहरूले अब आफ्नो छोरीचेली हो होइन जस्तै भए पनि घरमा सँगै भएको छोरीचेली आजको दिनमा अब अर्कै संसारमा जाँदाखेरि परिवार चेन्ज गर्दाखेरि अब मनमा धक्का त लाग्छ नि तर यो भोलिको दिनमा तपाईँहरूको पनि छोराहरू हुनसक्छ होइन उहाँहरूले पनि कसैको छोरीचेली ल्याउँछ होइन यो कुरालाई पनि तपाईँहरूले विचार गरिदिनुहोस् मनमा त लाग्छ नि नजाओस् भन्ने तर पनि अब यो हामीले स्वीकार्नै पर्ने हुन्छ होइन एउटा राम्रो रिजनको लागि त्यही कारण तपाईँहरूलाई फेरि पनि हाम्रो तर्फबाट हाम्रो भाइले अब खासै अब त अब नगर्नै पर्ने हो यसरी भगाएर लानुभन्दा एउटा मगनी गरेर कतिवटा कुरा गरेर गर्नुपर्ने थियो तर पनि अब यसरी अब गल्ती गरिहाल्यो अब यो गल्तीलाई पनि तपाईँहरूले चाहिँ अब तपाईँहरूको बडापन देखाएर होइन अनि मजाले तपाईँहरूले स्वीकार दिनुहोस् र आफ्नै छोरा सम्झिनुहुन्छ होला अथवा के गर्नुहुन्छ होइन भविष्यमा उनीहरूको राम्रो भएर जाओस् भन्ने चाहिँ हामी पनि चाहन्छौँ र तपाईँहरूले चाहिँ अब यही खबर अब तपाईँहरूलाई लिएर आएको छौँ हामीहरू तर्फबाट चाहिँ शुभ खबरै हो है
तर तपाईँहरूले चाहिँ अब यसलाई शुभै सम्झेर लिइदिनुहुन्छ भन्ने हामीलाई एकदमै आशा छ र फेरि पनि हामीले केही गल्ती गऱ्यौँ होइन बोल्नमा उयसमा केही गल्ती गऱ्यौँ भने एकदमै हामी त्यो भाइकै तर्फबाट पनि क्षमा प्रार्थी छौँ र अब स्वीकार दिनुहुन्छ भन्ने ठुलो आशा लिएर यो हाम्रो चाहिँ एकदमै अब गोर्खे संस्कृति हो होइन धर्म अलग्गै हुनसक्छ तर संस्कृति चाहिँ अब गोर्खे संस्कृतिमा चोरको स्वरको हिसाबले चाहिँ हामी 4 जना आएको छौँ र अब हामी अब यही चिनापति र हाम्रो खानाहरूसँग राख्दै होइन तपाईँहरूलाई नि हामी अब 2-4 शब्द तपाईँहरूबाट दिउँ चाहिँ हराएको छैन त हौ हाम्रो त खै बा तपाईँहरू बा भुल्नु भयो कि घर भुल्नु भयो कि बा हाम्रो छोरीचेली सबै यतै छ त हौ नानी हो बा अहिले छोरी भयो कि अनि एकजना चाहिँ अब एकजना चाहिँ बिसिकै छ अरे हामीसँगै छ त्यो भएर हराएको हाम्रो छोरीचेली त्यही खबर लिएर अब आएको अब त्यो थाहा त अब अहिले बिजी छ सबैजना अघि फुल फुल्यो भन्नुभयो तपाईँले हाम्रोमा फुलै छैन सयपत्री फुलिरहेको फुल त छ छैन फुलको चाहिँ फुल छ हाम्रोमा अब यो अब के भन्नु अब तपाईँ भाइले बोल्दा भने नि त जुन चाहिँ फुल स्याहार्ने थियो उहाँ चाहिँ हराएको थियो भन्नु त्यो पनि हुनु है किन त अरू तपाईँहरूले ठिक छ तपाईँहरू आउनुभयो चोरको स्वरमा हाम्रो छोरीचेली तपाईँहरूको आसपासमा रहेछ हामी अब हरायो परायो भनेर हामी खोज्नु भिर पाएर खोला नाला हामी जाँदैनौँ न अब तपाईँहरू खबर दिनु आउनुभयो तर भोलि पर्सि कलियोहरू तपाईँहरू आउनु भएको छ हाम्रो पञ्चायत बाउमा आउनु भएको छ है तर भोलि पर्सि अहिले सुनको सुन देखेर लगेको छ हाम्रो छोरीचेली पछाडि पितल नहोस् हेर्नुहोस् अनि एकमा यहाँ के छ वारिपारी चिनाजानामा हामी सबै वारिपारी सबैजना आफ्नो नातै भयौँ अब नातामा नाते बाँधियो अनि त्यसले गर्दा तपाईँहरूले यो चाहिँ खबर राम्रो लगिदिनु कुटुम्बलाई हाम्रो त अब कुटुम्ब हो त्यसले गर्दा तपाईँहरूले अब राम्रो खबर शुभ खबर लगिदिनुहोस् हामी नराम्रो भन्नु न तपाईँहरूले अब ल जाइदेऊ खबर देऊ भन्नुभयो तपाईँहरू आइदिनु भयो हामी शुभ खबर पायौँ हामी ढुक्कै भयौँ हामी त्यो कता लम्बा चौडा गर्ने हाम्रो छैन लु आमा बाउले अहिले हक छ बोल्ने आमा बाउले के भन्छौ भनी पठाऊ हुन्छ म एउटा चर्चको पास्टर भएको कारणले गर्दाखेरि हाम्रो बहिनी हराएको निकै दिन भयो अनि के कसो भयो नमर्यो न कहीँ गयो कि भन्ने हामीलाई लागिराखेको थियो र आज तपाईँहरूले सकुशलै छ भन्ने कुरा अनि हाम्रो पासमा छ भन्ने कुरा अनि तपाईँको आफ्नो एड्रेसमा हामीलाई बताइदिनु भएको लागि अनि तपाईँहरूलाई यो ठाउँमा पठाएको लागि हामी तपाईँलाई धन्यवाद दिँदै विशेष गरेर उहाँले भनिहाल्नुभयो कि पछिको दिनहरूमा केही पर्यो तपाईँहरू नै हुनुपर्छ जब कि विवाहको कार्यक्रम यहाँनिर गरिहाल्यो भने पनि कलिया चाहिँ तपाईँहरू नै आइदिनु भनेदेखि चाहिँ तपाईँहरू नै आउनुपर्छ त्यो कुरा चाहिँ तपाईँलाई थाहा भएको पछिको दिनहरूमा अब फल्ना जान्छ ढिस्का जान्छ होइन तर तपाईँहरूलाई नै हामी खोज्छौँ र त्यसले गर्दाखेरि यो कुरालाई ध्यानमा राखिदिनु होला अनि अर्को कुरो अब मैले भन्नुपर्ने कुरा केही पनि छैन किन भन्दाखेरि यदि क्रिस्चियनसँगै गएको भएदेखि चाहिँ अब धेरै कुरा यहाँनिर हुन्थ्यो चोरी केसमा त हाम्रो मान्दैन होइन हामी मङ्गनीको कुराहरू सौदनीको कुरा गरेर मात्रै हाम्रो मङ्गनी विवाहलाई मात्रै हामीले मान्यता दिन्छौँ त्यसले गर्दाखेरि अब नन एउटा बिलिभर्ससँग गएको कारणले गर्दाखेरि हामीसँग भन्नु केही पनि छैन तर एउटा कुरा के छ भन्दाखेरि पिङ्की एउटा बत्तिसमा मेम्बर हो हाम्रो हिमालयन ग्रेस चर्चको यो कुमुन्डे बस्ती मेरो दार्जिलिङमा पनि चर्च छ यहाँ छ अनि हामी सुम्बुकमा पनि गरिराखेका छौँ अनि तीमध्ये यो इलाकाको हाम्रो एउटा बत्तिसमा मेम्बर हो करिबन कति वर्ष भयो 2 वर्ष 32मा अनि बिहा हुनु ऊ भागेर जानु एक दिन अगाडि रहेछ मैले सर्टिफिकेट यहाँनिर आइतबारको दिन मैले यहाँनिर दिएँ उसलाई 32मा सर्टिफिकेट र मलाई मन दुखेको कुरा चाहिँ के भने म त्यो दिन गाली गर्नेवाला थिएँ शनिबारको दिन म यहाँ जब आएँ त्यो दिन चाहिँ म गाली गर्छु भनेर सोचेको थिएँ म सट्टै गएँ उहाँहरू कोही पनि हुनुहुन्थेन अनि जाँदाखेरि पिङ्की भित्रै थिएछ तर मैले पुरा बोलाएँ उसलाई
त्यो दिन चाहिँ म गाली गर्ने नै होला थिएँ अनि पुरा बोलाएँ तर ऊ ट्याक्कै बोलेन। बिहान करिबन 7:30 भएको थियो, म यहाँबाट दार्जिलिङ जानु सोमबार बिहान, ट्याक्कै बोलेन। भित्र थियो थिएन मलाई थाहा थिएन, तर दैलो पनि थियो। त्यसले गर्दाखेरि मलाई त्यति बेला त साह्रै मन दुख्यो। आमाचालाई बेसी थाहा हुन्छ किनकि अब जति नै जे गरे पनि हक चाहिँ आमाकै लाग्छ। सबैलाई थाहा छ हुन्छ तपाईँहरूको छोराछोरी बिहा भएको छ छैन त्यो त थाहा छैन, तर अलिकति त्यो स्थितिमा हेर्दा त मै नै सिनेर जस्तो लाग्यो कता कता हेर्दाखेरि चाहिँ होइन यसो हेर्दाखेरि चाहिँ। अनि मेरो भनाइ चाहिँ केही छैन, छनु चाहिँ अब हुन त बाबुआमा अब अहिलेको केटाकेटीहरू कस्तो छ भन्दाखेरि झुर्किनेपट्टि कोही पनि जाँदैन, अस्तिनेपट्टि कोही पनि जाँदैन, झुर्किनेपट्टि नै जान्छ होइन। अब बाबुआमासँग जिन्दगी त जाँदैन, अब उनीहरू जान्छ। अनि एउटा कुरो म्यारेज सर्टिफिकेट कोर्ट म्यारेज गरोस् एउटा कुरो है। अनि अर्को कुरो अब जति पनि जे छ यता हाम्रो पास्टर बाउ र एल्डर बाउले भन्नुहुन्छ कस्तो प्रकारले हुन्छ के गरेर हुन्छ उहाँहरूले नै गर्नुहुन्छ। उहाँहरूले जे भन्छ म त्यही हिसाबले गर्ने हो, त्यही हिसाबले चल्छु। अन्त अब यदि बत्तिसमा नलिएको थियो भने अब म पनि थुप्रै जग्गा हिँडेँ, कस्तो हुन्छ के हुन्छ है। अब आजको दिनमा नचिनेको थियो भने सबै चिनिरहेछ यता सबैजना होइन। अनि अब भनेर के साध्य हुनु चाहिँ अब 26 वर्ष पुग्यो मेरो छोरी, 26 करोडै लाग्यो भनौँ न। अब हिसाबले मधिसेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि छोरी दिएर पनि दहेज दिनुपर्छ के छ, तर हाम्रो नेपालीमा छैन त्यस्तो। तर अब आज हामी बाउ र आमाले 26 बनाउनुको लागि हामीलाई 26 करोड रुपियाँ लाग्छ म्याक्सिमम हिसाबले पनि होइन। किनकि त्यसको ब्याज चाहिँ अरू कसैले लिन्छ नि त, किन आज गइरहेछ होइन। त्यो ब्याज चाहिँ सही समाजले ब्याजको पनि स्यास उठाउनु सक्नुहोस्, किनकि मेरो 26 करोड लागेको छ। 26 करोडको ब्याज त म उठाउन चाहदिनँ। अब कसैले उठाउँदैछ त्यो 26 वर्षमा मिनिमम अब लाटे हिसाबले 26 करोड लागेको छ भने त्यो करोडको ब्याज चाहिँ अब सही प्रकारले उसले इस्तेमाल गर्न सकोस्। मतलब चाहिँ अब अघि सबै कुरो भनिहाल्छ। अनि एउटा म्यारेज सर्टिफिकेट चाहियो। अनि म चाहिँ बोलाउँदिनँ अहिले तपाईँहरू आउनुभयो सुझाउ दिनु ठिकै छ। चिनेकै जानेकै तपाईँहरू पनि चिनेकै रहेछ, साथी रहेछ। मेरो छोरा ऊ छोरी सँगै पढेको रहेछ, एउटै क्लासमा पढेको रहेछ। अहिले चाहिँ म बोलाउँदिनँ। किन बोलाउँदिनँ भन्ने कारण चाहिँ अब भोलिको दिन तपाईँहरूलाई नै म सोध्छु बोलाउनु पऱ्यो परेन। अब मायामा चाहिँ धनी गरिब त हुँदैन होइन, हो कि भन्नुहोस् है। हजुर ठिकै हो। धनले केही पनि हुँदैन, मरेर लाने केही छैन। बेसी त भन्दिनँ भन्नु चाहिँ अब मैले भन्नु त थिनु चाहिँ, तर मैले तपाईँहरूलाई खबर पुऱ्याओस् भने मैले टाइम दिएको छु। म अहिले बोलाउँदिनँ, समय लाग्छ, 1-1.5 वर्ष लाग्नु पनि सक्छ। किनकि आमा खसेको कति 6 महिना त भयो, 6 महिना भइसक्यो, 7 भयो। डिसेम्बर मार्च एप्रिल 6 महिनै भनौँ न अब मोटामोटी 5 महिना 5 महिना हो। अब कारण छ, अब नबोलाउनु कारण यो के मलाई मन परेन कि म अहिले बोलाउन सक्छु, क्लियर किन बोलाउँदिनँ भन्ने कारण चाहिँ अब तपाईँहरू
आएको छ। भोलिको दिन म केटाकेटी जान्दिनँ, जान्नु चाहिँ है तपाईँहरू खबर दिनु भएको छ। भोलिको दिन के हो कसो हो तपाईँलाई एकपल्ट सोध्छु होइन, केटाकेटी कस्तो छ के छ। अब उनीहरू बाजेस् कि लरोस् कि त्यो त म जान्दिनँ, किनभने तपाईँ म त तपाईँको छ, म हामीलाई पहिल्यैदेखि चिने होइन तपाईँ त होइन बिचमा राख्नु हो सबैलाई फेरि यो बिदारीको लागि हाम्रो तर्फबाट ज्वाइँ अब हुनेवाला ज्वाइँको तर्फबाट यो सगुन राख्दै होइन हामी बिदारी चाहन्छौँ। आजको दिनसम्ममा अब जे जस्तो भए पनि अहिलेको समयसम्ममा एकदमै तितो पिरो मिठो गफहरू भए पनि होइन अब तपाईँको छोरीको विषय लिएर र हाम्रो गाउँको भाइको विषय लिएर होइन कुराहरू भयो र उनीहरूको भविष्यको लागि के गर्नुपर्ने कसो गर्नुपर्ने भन्ने कुराहरू पनि भयो। यो कुरा अब खबर हामीले पायौँ होइन र तपाईँहरूले अब जे जस्तै भए पनि अब तितो पिरो मिठो सम्झेर भए पनि कस्तो हुन्छ होइन मनमा एउटा ढुङ्गा राखेर भए पनि हाम्रो हुनेवाला तपाईँहरूको ज्वाइँ चेलाको एउटा शुभ सन्देश चाहिँ स्वीकारेकै हामीले ठान्यौँ होइन। त्यसको लागि फेरि पनि हामी हाम्रो यो 4 जना चोरबसोरमा आउने अब तर्फबाट तपाईँहरूलाई धन्यवाद दिन चाहन्छौँ, आभार टक्राउँछौँ होइन। र तपाईँहरूले चढाउनु भएको त्यो बिन्तीहरू जुन अब त्यो भाइहरूलाई दिन्छौँ नै अवश्य होइन, सुर्ताउनु पर्दैन। र अब भविष्यमा पनि हामी अब 4 जना अब आउने ढोकभेटको कार्यक्रम होस् चाहे जुनै पनि एउटा गर्नुपर्ने जिम्मेवारीबाट चाहिँ हामी पछाडि हट्दैनौँ भनेर एटलिस्ट त्यो शब्द चाहिँ तपाईँहरूलाई एउटा विश्वास चाहिँ हामीलाई दिलाउँछौँ होइन। हामी अब त्यो विश्वास चिलाउँदै अब यो आँगन छोडेर हामी जान्छौँ। त्यसको लागि चाहिँ अहिले यत्रो हामीबाट जे जस्तो तितो पिरो मिठो अब होइन अब बोल्नु हुने नहुने जान नजानमा भएको कुराहरू र पुर्याउनु पर्ने दस्तुरहरू हामीले नपुर्याउनु सक्यौँ होला होइन। त्यो सबै कुराहरूलाई एकमुष्ट हामी क्षमा चाहँदै हो र फेरि पनि एउटा राम्रो तरिकाले शुभ साइडमा हामी भेट हुन्छौँ भन्ने आशा लिएर तपाईँबाट बिदा गर्न चाहन्छु। एकदमै जय मसी साथै हुन्छ तपाईँहरूलाई एकदमै धन्यवाद सूचना दिनु। तपाईँले यो अन्तिम बिदाको लागि राख्नुभएको छ र किचनमा पाकिरहेको छ अहिले खानाहरू तपाईँहरूको लागि। तपाईँ खाएरै गइदिनु हुन आफ्नो निम्ति हामी नम्र निवेदन गर्छौँ। अनि विशेष हामी अब बेहुला बेहुली नै भनौँ, उनीहरूलाई हामी बोलाएर हुन्छ कि या गएर हुन्छ हामी उनीहरूको बाटो राई के छ उनीहरूको के कुरा छ हामी त्यो कुरालाई बुझेर मात्र हामी परिवारलाई सबै कुरा परिवारको तर्फबाट हुन्छ। अनि त्यो चाहिँ त्योभन्दा अगाडि चाहिँ हामी उनीहरूलाई भेट्छौँ। अहिले मलाई यहाँ म्यासेज गरेको छ पिङ्कीले जयमेसी अङ्कल भनेर। अनि अहिलेसम्म मलाई 15-20 दिन भयो उसले सधैँ मलाई जयमेसी भन्थ्यो, अहिले चाहिँ यहाँ मलाई म्यासेज गरिरहेको छ, मलाई गरेको थिएन। अनि उहाँहरूसँग बसेर हामी कुरा गरेर जे होस् राम्रै होस् गरेर खाओस् होइन हामी त्यही चाहन्छौँ। पछि भविष्यमा गएर भाग्यो अरे छोड्यो अरे भन्ने कुराहरू सुन्न नपाऊँ हामी हाम्रो प्रार्थना पनि त्यही छ, मिलेर गरेर खाएकै हामी चाहन्छौँ। अनि अघि केटीपट्टिको बाबाले भनिहाल्यो 26 वर्ष लड्छ कि पर्छ कि भनेर जोगाउँदै तरुनी बनायो। अनि तरुनी बनाइसके पश्चात अन्तमा बिहा गर्ने एउटा टाइम आइसके पश्चात अब ऊ जाँदाखेरि परिवारलाई अवश्य दुःख त लागेकै छ होइन। मनमा एउटा घरको छोरी जहिले पनि अब कामबाट आउँदा ड्युटीबाट आउँदा घरमा बत्ती बलिराखेको किचनमा केही पाक्दै गरेको बाबाले देख्दाखेरि खुसी लाग्छ बाउ आमालाई, तर अहिले सब कुरा छैन। अनि छोरी चेलीको बिहा जाने जात हो अनि हामी भविष्यको त्यही आशा राख्छौँ कि यो चाहिँ चोरको सोर सफल भएर चाहिँ हामी यहाँनिर भित्र छौँ। अब खाना खाएर हामी फर्किन आँटेको छौँ है। यो दृश्य पनि एकदमै रमाइलो रहेछ। है भाइचुङ भाइ हाम्रो त यहाँनिर खानापिना मजाको भयो, खाना नपकाऊ है तल ल।